Welcome to my YouTube channel. Hello, namaste. तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र हामी पनि सन्चै छौं। र म अहिले चाहिँ जारामा छु है। अनि एउटा बिल्डिङ छ। कस्तो छ मेरो साली यता मेरो बुढी र गाइस का सब्स्क्राइब फलो गर्न नबिर्सिनु लाइक सब्स्क्राइब अनि फलो गर्न नबिर्सिनु होला गाइस। मेरो युट्युब नाम के छ रे? सन्तोष राणा मगर 1 ओके गाइस। र म कता जाँदैछु के गर्दैछु भनेर म तपाईहरुलाई देखाउँदैछु है त। ओके यहाँ जापानमा बिल्डिङ यसरी भन्छ है। यस्तो तरिकाले बनाउँछ। के किन्न मन छ एउटै बिल्डिङ हो सब कुरा। हिँडेको अहिलेसम्म घर पुगेको छैन। जिन्दगी यस्तै हो जापानको। ल हामी जियो जान्छौँ। जियोमा के छ तपाईँहरूले देखाउँछौँ ल है त। जियोमा कपडा 1990 देखिबाट यी जुत्ताहरू जुत्ता किन्ने भनेर छ मेरो सालीले। यहाँहरू बुढी बजै मेरो साली जुत्ता किन्यो भने कति रुपियाँको जुत्ता हो? 2990। मेरो बुढीले प्यान्ट किन्ने भनिरहेको थियो। यी कपडा कस्तो कस्तो छ? यी 990 है त। यस्तै हो जियोमा कपडा यस्तो हुन्छ होइन। केटीको कपडाहरू यो चाहिँ सबै कस्ताले कपडा लाउने हो। जियोमा कपडा किन्नको मान्छेको अनुहार यस्तो छ। केटीहरूको जुत्ता यस्तो हुन्छ कि सालीले यस्तो कपडा किन्यो भने कपडा यस्तो यस्तो किन्छ होइन। जापानको कपडा जुत्ता यस्तो छ। यो सबै भिडियो जान्छ ल युट्युबमा। जुत्ता ट्राई हान्दैछ है कस्तो कस्तो जुत्ता। म क्रप गर्दै हाल्छु कि जुत्ता। जुन जुत्तालाई नि 29 हो। जियोमा कपडाको सेल हो कि जेलाई नि 2990 रुपियाँ छ।